ल है त हाम्रो सुरुवाती यसरी भइरहेछ। दुध अब यत्रो सही दुध अब यहाँ उमालिँदैछ दुध। के गर्ने अब गाउँघरतिर यसो रमाइलो छ। भैँसीको दुध यसरी भाँडाभरि प्योर भैँसीको लोकल भैँसीको दुध यत्रो ल्याएनुहोस् त। के छ कार्यक्रम? स्मार्ट बौद्धिक कृषि फर्मले गर्छ जे गर्छ यसैले गर्छ। अर्ग्यानिक चिज खान्छ, अर्ग्यानिक काम गर्छ, पकाएरै खान्छ, पाकेकै खान्छ। ल है त कसैलाई दुध खान मन छ, रमाइलो गर्न मन छ भने सम्झिनुहोस् है। टन्न दुध पनि खाउँला, मोही पनि खाउँला, घिउ पनि खाउँला, अर्ग्यानिक खाउँला है त। उम्लिँदैछ है दुध एकदम यहाँ आगोमा मस्त उमालेर माटे कराईमा झरा छेउ कोर्दै यसरी यसरी कोर्दै ल्याउनुहोस्। यस्तरी बित्या छ साथीहरू। यो के होला? यो प्राकृतिकले बनाइदिएको मेरो लागि यो सुन्दर उपहार। जहाँ कहीँबाट हेर्दै हुनुहुन्छ, देशको सातै प्रदेश, देशको गल्ली कुना काप्चा र हरेक क्षेत्रबाट हेर्दै हुनुहुन्छ, यो मैले ग्रहण गर्दैछु। यो मेरो लागि भगवानले बनाइदिनु भएको यो अर्ग्यानिक फ्रुट यसलाई के भन्छन् साथीहरू? र अहिले हाम्रो घर गाउँतिर पाक्नेवालामा छ। अनि बिहानको सुरुवातीसँगै आफ्नै करेसाबारीमा फलेको यो है, आफ्नै करेसाबारीमा फलेको। त्यहाँ के देख्दै हुनुहुन्छ, के देख्दै हुनुहुन्छ कमेन्टमा गर्नुहोला। बिहानको सुरुवातीसँगै